हेलो गाइस, तपाईहरुलाई नयाँ ब्लगमा स्वागत छ र यो ब्लग हुनेवाला छ मेरो भाइको बर्थडेको। अनि म यहाँ इन्ट्रो दिँदैछु। उपर मेरो भाइ हाँसिरहेछ। ओइ खै कहाँ हो ए? अनि सक्छ त अनि ला 1x। अनि यहाँ चाहिँ पहिला बर्थडे बोय देखाइहाल्नु पर्यो है। अन्त बर्थडे बोय चाहिँ यहाँ छ, कति न कतिको भएर बसिरहेको छ। ओइ बर्थडे बोय, ह्याप्पी बर्थडे, थ्याङ्क यू भन्न। बर्थडे बोय चाहिँ यहाँ आफ्नै बर्थडेको मिठाई खाँदै बसिरहेको रहेछ हो, मुलाको साग। भन्नु हुँदैन त्यस्तो, बर्थडे हो आज यसको। अनि चाहिँ म चाहिँ आज चाहिँ नि गाइस कति बजी भ्लग स्टार्ट गर्दैछु भने चाहिँ 6 बजी भ्लग स्टार्ट गर्दैछु। अन्त यहाँ कस्तो हुँदैछ भने चाहिँ यहाँ बाबा चाहिँ एक्लै गीत गाइरहनु भएको छ यहाँ। यस, हेलो बाबा। Yes, hello. What are you singing? I am singing Suresh Kumar songs. Yeah. अनि फेरि गीताउँदै उपलक्ष्यमा भन्नु न, के को आज मेरो छोराको उपलक्ष्यमा म फेरि छोराको उपलक्ष्यमा, छोराको बर्थडेको उपलक्ष्यमा फेरि म मेरो आफ्नो सङ्गीत प्रस्तुत गर्दैछु। यसमा तपाईहरुलाई खुसी लाग्छ कि लाग्दैन, के छ कसो छ त्यसमा कमेन्ट चाहिँ गरिदिए जाओस्। अलराइट, यहाँ सेसन चल्दैछ र यहाँ हुनुहुन्छ हाम्रो शिशिर दा। हेलो हेलो दा, के गर्नु हुँदैछ तपाईँ? ओ माइ गॉड, यहाँ चाहिँ मासु फ्राई हुँदैछ। मासु फ्राई। आमा हेलो, के भनिदिनु न तपाईँको छोराको बर्थडेको उपलक्ष्यमा। यहाँ चाहिँ गीत गाइरहनु भएको छ। गाइस, अब चाहिँ म हाम्रो मन्त्र ब्यान्डको वीर गोर्खाली गीत गाउनु गइरहेको छु। उम्मिद गर्छु तपाईहरुलाई राम्रो लाग्छ होला, तर म डल्लै चाहिँ हाल्दिनँ। हेलो हेलो, कम अन चेक। अहिले चाहिँ मौसम यस्तो भएको छ, मजाको हेर्न सक्नुहुन्छ। यता साह्रै मजा त। अन्त सक्छ त रकन बुबुलाई ल है त। अघि प्रश्न छ दुनियाँले नमाने पनि मलाई डुबाइदेऊ तिम्रो गहिरो माया जालमा। हेलो हेलो, फेरि एकैछिन प्लिज, के हुँदैन।
बालो फेरि चाहिँ बाल्ने सानो बढी 10 तुर मात्रै पर्दैन खै यसको त मलाई पनि आइडिया छैन त्यहाँ आयो तिमीले त बिगार्नु यहाँ बाल्नुपर्छ त्यहाँ चाहिँ कहाँ बाल्छौ यहाँ बाल्छौ यहाँ बाल्छौ यहाँ बस दाल छैन तँ बस्न यता म त दिन्छु सरम लाग्छ मलाई मलाई त सरम लाग्छ ब्याडमिन्टन प्लेयरहरू 3 जना हाँस्नु अरे बाबा के भन्छ अहिले चाहिँ कसरी बाल्छ अच्छा आउनु पर्ने सरम मानिहाल्छ ओके जोस May God bless you. May God bless you. May God bless you, dear son. Happy birthday. सरम लागेको अरे म चाहिँ किन जानु मलाई चाहिँ कहाँ आमाले त्यो वानमा ल वानमा खै मम चाहिँ फेरि मम चाहिँ आउँदैन नि त होइन है बासी छैन के भन्छ हामी हजुर बुबा वाउ मजाले खायो त हौ नानु आन्टीले त सुशीर्दा ऊ केक खानु है किन हौ युनिफर्ममा म दल दिन्छु ल म दल दिन्छु ल पहिला दादालाई त्यहाँदेखि भाइ त्यही खुवाउँदा एकछिन एकछिन भाइलाई सुशील पनि खुवाइछ भाइलाई हुन्छ सुशीललाई पनि खाउँछ फ्रेन्ड फेल गाइस मैले चाहिँ मजाको गाली खाएँ
भाइको अनुहारमा केक दलिदिँदा हो फेरि दल्छु अर्कोको बर्थडेमा होइन बर्थडे हो अरे पाएँ त केक दल्नु त तर मैले चाहिँ आँखामा दली पठाएछु सो मैले यस्तो गरिन् पनि दिएँ तर मैले गाली खाएँ अनुहार धुनु चाहिँ झन्डैले 10 मिनट लाग्यो स्याम्पू कन्डिसनर साबुन ह्यान्ड वास सबैले धुँदा मात्रै गएको तर लास्टमा बुद्धि चल्यो कि टिस्यु पेपरले पुस्दा फर्स्ट टाइममा गइहाल्थ्यो यस्तै छ गाली चाहिँ मजाको खाएँ बथला मजा आयो यस्तो भिडियो बनाउनु कहिले नधुको अनुहार हेर्नुहोस् गोरो भयो मान्छे नै ए अम्बो ल गाइस मजाको चिल्ली छ बिरयानी छ स्प्राइट खानु